यो हाम्रो एक्सरे मेसिन हो हैन। यो एक्सरे मेसिन अहिले हामी भर्खर टाउको स्कलको एक्सरे गरेर सक्यौँ। यो हाम्रो डिआर हो। यहाँनिर टाउको राखेर मान्छेको हैन एक्सरे खिच्यौँ। अनि यो हाम्रो कम्प्युटर हो। यो चाहिँ ल्याटरल भ्यू हो स्कलको। अब यसलाई प्रिन्ट कसरी गर्ने भनेर म अब देखाउँछु तपाईहरुलाई हैन। त्यो सबभन्दा सुरुमा यहाँ जाने यसमा यो प्रिन्टमा यहाँनिर प्रिन्ट आउँछ। अनि कुन साइजको निकाल्ने कोठा आउँछ यसमा जाने यो कोठामा यसमा जाने यहाँ दुईटा कोठा खुल्छ। दुईटामा एउटा इमेजहरु सेट गर्ने यसमा त्यही सेट गरियो। अनि यो तलकोमा अरु क्लिक गर्ने र यसलाई सेट गर्ने यो हेडलाई। अब यसको पोजिसनहरु मिलाउनु पर्यो। हल्का हामीहरुले यसलाई रोटेट गर्दै माथिकोलाई पनि हल्का यहाँ रोटेट गर्ने उता रोटेट गरिदिउँ हैन। यिनीहरुलाई हल्का अलिअलि जुम गरिदिउँ किनकि हामीलाई टाउको मात्र चाहियो हो, अरु कुनै चीज चाहियो हैन। त्यही भएर हल्का अझै जुम गरेर यहाँ टाउकोलाई राख्दिउँ हैन। यसलाई पनि यस्तै गर्ने हो। हल्का जुम गर्ने जुम भयो। यसमा गएर हल्का अलिकति एडिट गर्नु पर्यो। ब्राइटनेसहरु घटाउने बढाउने त्यही हो हैन। ल व्हाइटमा आयो। यसको ब्याकग्राउन्डहरु अलिकति व्हाइट गर्नु पर्यो। हल्का एडिट गर्नु पर्यो। यो पनि व्हाइट भयो। ल यो चाहिँ अब हाम्रो स्कलको एक्सरे पर्फेक्ट भयो प्रिन्ट गर्नलाई। प्रिन्ट गर्नको लागि चाहिँ सबभन्दा सुरुमा हामीहरु यहाँ हुन्छ प्रिन्ट। प्रिन्टमा क्लिक गर्ने यस्तो आउँछ। यहाँ के भन्यो भने चाहिँ फेल टु डिकन प्रिन्ट। यसको मतलब यहाँनिर डिकन प्रिन्ट छ। यसलाई पेपर प्रिन्टमा कन्भर्ट गर्ने। अब फेरि यहाँ भने प्रिन्टमा प्रिन्ट गर्ने। अब यस्तो आयो सादा। फेरि यसलाई प्रिन्ट गर्ने। ल यो अब हाम्रो फाइनल फिगर हो प्रिन्ट हुनको लागि। अब यहाँ प्रिन्ट गर्ने बित्तिकै चाहिँ यो प्रिन्ट भइहाल्छ। तर पहिला सुरुमा यसमा प्रिन्टरमा हामीहरुले एक्सरे फिल्म हाल्नु पर्छ जुन चाहिँ यो यहाँ रहेको छ। म निकाल्दै छु। यो फिल्मलाई चाहिँ यो काटेको भाग छ। यसलाई जहिले पनि आफ्नो राइट साइडमा राख्नु पर्छ हैन। यसरी प्रिन्टरमा यो चाहिँ जहिले पनि यताको साइडमा है राख्ने। यो काटेको भागले यो हाम्रो प्रिन्टर हो। अब यसलाई हामीहरुले यहाँबाट प्रिन्ट हान्ने बित्तिकै प्रिन्ट हुन्छ। ल प्रिन्ट गर्दिउँ। ल यो प्रिन्टको प्रोसेस स्टार्ट भयो। यहाँ प्रिन्ट भइरहेछ हैन। यहाँ यो हेडको पोस्टेरियर र ल्याटरल पोजिसन हो यो हेडको स्कलको। यहाँबाट अब हाम्रो प्रिन्ट भइरहेछ। यो चाहिँ हाम्रो अब प्रिन्ट भइरहेछ। यो एक्सरे फिल्म टानिरहेछ प्रिन्टरले। यहाँबाट हाम्रो प्रिन्टरबाट एक्सरे निस्किरहेछ। इप्सनको प्रिन्टर रहेछ। अब हामीले अघि नै खिचेको प्रिन्ट निस्किरहेछ। हेर्नु कति राम्रो आछ है। यो के भन्छ डिजिटल एक्सरेले यति राम्रो नै निकाल्छ यो डिआरहरुले खिच्दाखेरि हैन। कम्प्युटराइजबाट हुन्छ प्रिन्ट गर्नुपर्छ। पहिला कस्तो हुन्थ्यो भनेपछि हैन एक्सरेहरु पानीमा चोप्नु पर्थ्यो के।
तिनवटा पानीमा हुन्थ्यो पहिला फिक्सरमा हुन्थ्यो त्यसपछि 5-6 सेकेन्ड जति चोक्नु पर्ने हुन्थ्यो त्यसपछि डेभलपरमा हुन्थ्यो त्यसपछि सादा पानीमा चोक्नु पर्थ्यो अनि मात्र प्रिन्टहरू निस्किन्थ्यो त्यसमा पनि अँध्यारो कोठा हुन्थ्यो होइन अहिले त प्रविधिको जमाना छ राम्रो राम्रो होइन प्रविधिहरू मेसिनहरू आएको छ अहिले चाहिँ हाम्रो यो डाइरेक्ट कम्प्युटरबाट डाइरेक्ट यहाँ प्रिन्ट भइरहेछ ल अब फाइनल्ली हाम्रो यो त अब एक्सरे पनि प्रिन्ट भइसक्यो स्कलको जुन यो हाम्रो प्रिन्ट छ पुरा कम्प्लिट भइसकेको छ यहाँबाट पुरा कम्प्लिट भइसकेको छ यहाँबाट निस्किन सकिसक्यो निस्किसक्यो यो चाहिँ अब हाम्रो फाइनल स्कलको एक्सरे हो हेर्न सक्नुहुन्छ कति राम्रो निस्किन्छ होइन यो चाहिँ पिए हो पछाडिबाट लिएको यो चाहिँ लेटरल हो साइडबाट लिएको यो एक्सरे हो ल अब यो चाहिँ भिडियो यति